अहिले मैले जुन देखेर आएको छु कि यो हो ठाउँ भरतपुर महानगरपालिका वडा नम्बर 26 अन्तर्गतको ज्योतिनगरदेखि ठ्याक्क तलको मैले देखाएको छु है। म यो ठाउँमा आउँदाखेरि मलाई मेरो बाल्यकालको साह्रै स्मरण हुन्छ है। जब हामी म्यानमारबाट 29 सालमा नेपाल आयौँ, हामी हुर्केको, खेलेको अनि पानी खाएको ठाउँ चाहिँ यही हो है। हामीहरूले सानोमा घाँस काटेको, गाई बस्तु चराएको है। त्यसपछि गएर डन्डी बियो खेलेको ठाउँ यही हो है, जुन मैले भर्खरै देखेर आएको छु है। ठ्याक्कै हामीले डन्डी बियो खेलेको ठाउँ यो सबै हो है, जुन चाहिँ मैले देखाएर आएको छु। अनि त्यसपछि हामी उतातिर कुवा थियो, यो हरियो देख्नु भएको थियो नि एउटा किम्बुको बुटो हो, त्यो ठ्याक्कै किम्बुको बुटोदेखि तल कुवा थियो है। त्यही कुवाको पानी हो। मैले के अरे बारम्बार पटक भनिरहेको हुन्छु है। पहिला धारोको चलन थिएन, सबैले कुवाको पानी खानुहुन्थ्यो भनेर भन्थ्यो नि, त्यो ठ्याक्कै यही हो, यही ठाउँमा कुवा थियो। अनि जुन मैले अहिले देखाएको छु त्यो हाम्रो खेत हो है। त्यो 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 सबै अहिले मैले देखाएको यो ठ्याक्कै खेत हो। हेर्नुहोस् त कति राम्रो हुन्छ यहाँ खेतीपाती है, मकैबारी पनि कति राम्रो छ। अनि यहाँ अहिले धान लगाइएको रहेछ। ल हेर्नुहोस् कति एउटा मजा आउँछ कि एउटामा आउँदाखेरि, स्वर्गको टुक्रोमै जस्तो लाग्छ है। कस्तो एउटा अनौठो रमाइलो लाग्छ मलाई यो जुन मैले भनिरहेको छु पनि है। पुरै टोटल मलाई चाहिँ बाल्यकालको स्मरण हुन्छ। सबै त्यो स्कुले जीवनका दिनहरू मलाई चाहिँ याद आउँछ है। रमाइलो लाग्छ, असाध्यै खुसी लाग्छ। यहाँ घोलटाप्रे पाइन्छ है। यो खेतहरू जुन मैले देखाइरहेको छु, यो खेतहरूमा घोलटाप्रे पाइन्छ। अनि त्यो घोलटाप्रे असाध्यै राम्रो औषधि हो, शरीर दुखेको औषधि, अनि खाना नरुचेको औषधि, अनि चाहिँ निन्द्रा नलागेको औषधि है। त्यस्ता त्यस्ता किसिमका जडीबुटीहरू यहाँ पाइन्छ। त्यसले गर्दाखेरि यो ठाउँ चाहिँ धेरै कुराले गर्दाखेरि धनी हो। ल म अलिकति प्रयास गर्छु है, तल झर्न मिल्ने रहेछ भनेदेखि म तल झरेर घोलटाप्रे खोज्छु, अनि म घोलटाप्रे पनि देखाउँछु है। म यसरी अलिक तल झरिरहेको छु ल है, यसरी झरेँ। अब म तपाईँहरूलाई यहाँ मैले घोलटाप्रे मैले भनेको थिएँ कि घोलटाप्रे यहाँ प्रशस्त पाइन्छ भनेर, हेर्नुहोस् ठ्याक्कै घोलटाप्रे हेर्नुहोस् त है। अब म चुड्छु है, यसरी मैले घोलटाप्रे चुडेँ। यहाँ त घोलटाप्रे त प्रशस्त छ त औषधि जडीबुटी। त्यो घोलटाप्रेको त खाने नै हो नि हो त, जति पनि पाइन्छ एकदम बोराका बोरा है, भारीका भारी, डोकाका डोका, जति चाहिए पनि घोलटाप्रे पाइन्छ। यहाँ मैले अलिकति टिपेँ है, प्रशस्तै छ। ल हेर्नुहोस् जताततै क्या घोलटाप्रे नपाउँ त प्रश्नै छैन नि। हेर्नुहोस् औषधि हो यो, एकदम राम्रो औषधि। यसको कामहरू मैले अघि नै भने है। हेर्नुहोस् घोलटाप्रे यसरी पाइन्छ। यस्तो रमाइलो, यस्तो रमणीय है। ल म तपाईँहरूलाई अहिले घोलटाप्रे देखाउँछु है। ल हेर्नुहोस् मैले घोलटाप्रे यसरी टिपिरहेको छु। यहाँ घोलटाप्रे जतिभरि नै पाइन्छ है। घोलटाप्रेको उपादेयता है, यसको चाहिँ फाइदाहरू त मैले तपाईँलाई भनिसकेको छु, अब बारम्बार भन्नु पर्दैन है। साह्रै राम्रो, मजा लाग्छ यो ठाउँमा आउँदाखेरि, मलाई एकदमै खुसी लाग्छ है। ल यति भन्दै तपाईँहरूसँग म बिदा हुन्छु। हेर्नुहोस् त खेत मैले देखाएँ नि कि हाम्रो खेत यो, म त्यहाँबाट देखाउँछु है। हो त्यहाँबाट सरर मैले देखाउँदैछु है, देखाउँदैछु हाम्रो खेत यही हो। हामीले अघि आँठा बाँधेको, अनि बिउ काटेको, धान गोडेको, अनि धान फलिसकेपछि धान काटेको, बिटा बाँधेको है। अनि बिटा बाँधेर भारी बोकेर घरसम्म लगेको ठाउँ यही हो। किनभने यहाँ गाडी
अथवा गाडा नआउने भएको हुनाले यो चाहिँ गोलखेत हो है। गोलखेत भएको हुनाले यहाँ बिटा बाँधेर चाहिँ भारी लगाएर चाहिँ घरसम्म लानु पर्थ्यो। हेर्नुहोस् गलटाप्रो त कति हो कति है, साह्रै सुन्दर छ। त्यो मैले देखाएको अञ्जनाको ताल हो है। त्यो अञ्जनाको ताल पनि अहिले निकै राम्रो भएको छ, मोडिफाई भएको छ, सुन्दर भएको छ है त। योदेखि उता पारि योदेखि सिधा सिमरियो है, अनि यो चाहिँ भेउडुङ्गा हो है, अनि योदेखि सिधा हिरापुर हो है, अनि योदेखि सिधा सिमरा, अनि सिस्वार, कोइलाहा हुँदै सिसै हुँदै सर्लक्क चाहिँ गोलाघाटसँग पुगिन्छ। गोलाघाट भनेको 3टा नदीको सङ्गम, नारायणी, रिउ, रापती मिसेर त्यहाँबाट चाहिँ त्रिवेणी सुरु हुन्छ है। ल सबैलाई धन्यवाद।